तर 4-5 जना चाहिँ अघि नै हम्फा ताल्नु भएको छ। अब छेउबाट निस्किनु भयो कि बगायो अब केही थाहा छैन हामीलाई पनि हैन। 4-5 जना चाहिँ पहिला नै हम्फा तालिहाल्नु भयो, नाति बस्नुस् भनेको मान्नु भएन हैन। अब आधी घण्टा भइसक्यो यो अवस्था छ यहाँ हैन। के गर्ने तनाव छ साथीहरू। ल हेर्नुहोस् अब हामीसँग केही उपाय छैन, जेसीबी पनि आएको छैन। हैन दाइ छोडिदिनु, ढोका खोल्नु। हैन पानी भाग्छ त्यहीबाट, यहाँ अगाडिबाट ठेलेको पानी त्यहीबाट भागिरहेको छ के। ढोका नलाउनु, सकेसम्म सिसाहरू पनि खोल्नुस्, मैले यति भन्दै पनि स्वर सुकिसक्यो। जेसीबी आइरहेछ, ऊ हेर्नुहोस् जेसीबी आइरहेछ। अब हामीले अब उहाँलाई अब सान्त्वना दिन पाएको अरू केही छैन, सान्त्वना भन्दा अरू केही छैन गाइस। नेपालमा यस्तो छ बाटो। ल हेर्नुहोस्, यही हो हाम्रो सरकार। बारम्बार महिनामा 3 चोटि बगाउँछ यो खोला। यो खोलाले बारम्बार होम पाइप हालेर 3 चोटि बगाउँछ महिनामा। बाटोमा 4-5 दिन भात नखान पाएर बस